So hi guys, welcome back to my mini vlog. So आज फेरि म इभिनिङ वकको लागि गाउँ डाँडातर्फ गाउँ खोलातर्फ जाँदैछु. सो मसँग हुनुहुन्छ मेरो बाबा, my इभिनिङ वक पार्टनर. सो हामी चाहिँ गाउँ खोला हुँदै ओखलढुङ्गा भन्ने ठाउँमा वकको लागि जाँदै थियौँ. सो जाँदा जाँदैको बिच बाटोको भ्यूहरू, लुक एट द भ्यू. सो यो चाहिँ हाम्रो गाउँ खोला हुँदै जाने बाटो. एन्ड देन दिस इज माई ड्याड. सो अब हामी चाहिँ जाँदैछौँ. यो चाहिँ नर्सरी रहेछ, लाइक भेजिटेबल नर्सरी. एन्ड लुक एट the local kukra, and finally the Baisi walk, हेर्नुस्. And then finally हाम्रो डेस्टिनेसन आइपुग्यो. सो यो रहेको छ ओखलढुङ्गा. सो यहाँ चाहिँ मुलको पानी पाउँदो रहेछ. यहाँ आन्टीहरू चाहिँ मुलको पानी भर्दै हुनुहुन्थ्यो. एन्ड देन आफ्टर सिइङ ओखलढुङ्गाको भ्यूहरू देखाएँ. एन्ड फाइनली यही ढुङ्गालाई नै ओखलढुङ्गा भन्नुहुँदो रहेछ. यो त नेचुरल ढुङ्गा हो. सो यहाँ चाहिँ पानी भर्दै हुनुहुन्छ आन्टीहरूले. एन्ड त्यसपछि हामी घरतर्फ लाग्यो. एन्ड देन बाटोमा आउँदा आउँदा हामीले एउटा फार्म भेट्यौँ. त्यसमा चाहिँ वाटरमेलन रोप्नु भएको रहेछ त्यहीँको लोकलले. सो आफ्टर द्याट हामी चाहिँ हाम्रो घरतर्फ ब्याक हुँदैछौँ. सो दिस मच फर टुडे. थ्याङ्क यू फर वाचिङ. बाई बाई.